यहाँहरू सम्पूर्णमा नमस्कार। म प्रभा मिलन तिमिल सिन्हाको पुर्खाको उपदेश मेरो कविताको शीर्षक छ हाम्रा पुर्खा जिजु बाजे सत्य मार्ग समाजमा कर्म नै हो ठुलो भन्छन् बुझेर सारा तत्त्वमा विश्व एक बनेको छ कर्मका सारले अब बनिए पथ उद्योगी गनिए स्वच्छ मानव तोरीमा तिलमा तेल छ आफै किन झर्छ र गरे कर्म आहा बन्छ त्यसै नरको घर राम्रो गरे सदा काम शान्ति मिल्छ जता पनि नराम्रो कामले मान्छे छिछि बन्छ जुनी जुनी बुद्धका शब्दमा हुन्छन् खजना ज्ञानका कुरा मौरीका घरमा मिल्ने महजै रसिला पुरा फुटाई पहरा छिर्छन् कर्मश बरका जरा हावा शिरशिरको दिन्छन् हुर्केर सबमा बरा बाबु मा नबसे बामा लगाए नित्य जीवन मैला नाली गनाए झै हुँदैन कहिल्यै दिन तिम्रै पौरखमा हाँसी बस्ने गर्छ समाजले चन्द्र सूर्य बनी सेवा रात दिन गर्यौ भने बरु अल्प आयु बनोस् सेवामा खर्चियोस् मन बरु अल्प बन्यो आयु सेवामा खर्चियोस् सबै सामर्थ्यहीन जस्तो भई नबाँचोस् जिन्दगी कबै सामर्थ्यहीन जस्तो भई नबाँचोस् जिन्दगी कबै हस् धन्यवाद नमस्कार।